एङ्ग्लो नेपाल युद्ध एक कूटनीतिक समीक्षा। आउनुहोस्, आज हामी 1814देखि 1816सम्म चलेको एङ्ग्लो नेपाल युद्धको भू-राजनैतिक परिणामहरूको मूल्याङ्कन गर्न एउटा 19औं शताब्दीको कूटनीतिज्ञको लेन्सबाट हेरौं। यो त्यस्तो युद्ध थियो जसले दक्षिण एसियाको नक्सा नै उथलपुथल पारिदियो। यस प्रस्तुतिमा हामी यसै विषयमा गहिरो चर्चा गर्नेछौं। सुरु गरौं है त। अब हामी यो कूटनीतिक दस्तावेजका पानाहरू पल्टाउँदैछौँ। आज हामी मुख्य रूपमा यी 5 कुराहरू हेर्नेछौँ। 1. साम्राज्यवादी चेसबोर्ड। 2. पहाडहरूमा युद्ध। 3. सुगौली सन्धि। 4. महँगो भू-राजनीतिक खाता। र अन्त्यमा 5. एक अनपेक्षित सैन्य गठबन्धन। खण्ड 1. साम्राज्यवादी चेसबोर्ड। जुध्दै गरेका दृष्टिकोण र फैलिँदै गरेका साम्राज्यहरू। यो द्वन्द्वको चुरो कुरो बुझ्न हामीले 18औं शताब्दीको अन्त्यतिर हेर्नुपर्छ। यहाँ साँच्चै नै दुई बिल्कुलै फरक सोचहरूको टक्कर भइरहेको थियो। एकातिर नेपाल अधिराज्य थियो, जसको सिमाना प्रकृति र कृषिमा आधारित थियो, एकदमै तरल र खुल्ला। तर अर्कोतिर बेलायती इस्ट इन्डिया कम्पनी थियो। उनीहरूलाई नक्सामा कोरिएको, अलिकति पनि यताउता नपर्ने र ठ्याक्कै निश्चित रेखाहरू मात्रै चाहिन्थ्यो। यही प्रशासनिक भिन्नता नै बिस्तारै एउटा ठूलो सीमा विवादमा परिणत भयो। तर पर्खनुहोस्, कुरा जमिनको मात्रै पक्कै थिएन। यो 3 टाकाको कुरा हो जति बेला इस्ट इन्डिया कम्पनी ठूलो आर्थिक सङ्कटमा फसेको थियो। उनीहरूको आँखा पश्चिमी तिब्बतबाट आउने अत्यन्तै नरम र बहुमूल्य सल ऊनमा गडेको थियो। बेलायतीहरू जसरी हुन्छ तिब्बती व्यापारिक मार्गहरू कब्जा गरेर यो ऊन सिधै लन्डन पठाउन चाहन्थे। त्यसैले उनीहरूको नजरमा नेपालमाथिको विजय भनेको जमिनको मात्र होइन, त्यो बहुमूल्य व्यापारिक बाटो खोल्ने एउटा सुनौलो साँचो थियो। खण्ड 2. पहाडहरूमा युद्ध, अहङ्कार, भूभाग र भयङ्कर प्रतिरोध। जब युद्ध साँच्चै सुरु भयो नि, काठमाडौँ दरबारभित्रको आत्मविश्वास हेर्न लायक थियो। तत्कालीन प्रधानमन्त्री भीमसेन थापा अत्यन्तै विश्वस्त हुनुहुन्थ्यो। उहाँको भनाइ नै थियो, हाम्रा पहाड र किल्लाहरू ईश्वरको हातबाट बनेका हुन् र यी अभेद्य छन्। उहाँलाई राम्ररी थाहा थियो कि नेपालको यो विकट प्राकृतिक भूगोल नै बेलायती साम्राज्यलाई रोक्ने सबैभन्दा बलियो हतियार हो। र उहाँको त्यो आत्मविश्वास सही पनि साबित भयो। उता समतल मैदानमा लड्न बानी परेका बेलायती सैनिकहरूको त होस हवास नै उड्यो। एक अज्ञात बेलायती सैनिकको यो भनाइ सुन्नुस् त, यी डाँडाहरूमा रहेका खाडलहरू प्राय पानीका मुहानहरू हुन् र उपत्यका भन्न सुहाउने भन्दा पनि गहिरा खोज वा खाडलहरू हुन्। यो भनाइबाटै प्रष्ट हुन्छ, उनीहरू यस्तो कहाली लाग्दो भूभागमा लड्न बिल्कुलै तयार थिएनन्। प्रकृति नै उनीहरूको लागि पहिलो र सबैभन्दा ठूलो शत्रु बनिदियो। तर फेरि नेपालभित्र सबैजना यसरी ढुक्क भने थिएनन् है। एक निकै अनुभवी कमान्डर अमरसिंह थापाको यो पूर्व चेतावनी सुन्नुस्, हामीले अहिलेसम्म केवल मृगको शिकार गरेका छौं। यदि हामी यस युद्धमा सामेल भयौं भने हामी बाघसँग लड्न तयार हुनुपर्छ। यो कुनै सामान्य भनाइ थिएन, यो त आउन लागेको भयानक आँधीको एकदमै सटीक र दूरदर्शी आकलन थियो। अब एकछिन यो आँकडालाई विचार गरौं त। गभर्नर जनरल लर्ड हेस्टिङ्सले लगभग 22,000 सैनिकहरूलाई 1500 किलोमिटर लामो फ्रन्टियरमा उतारेका थिए। यो कुनै सानो झडप थिएन, यो त एउटा विशाल र पूर्ण रूपमा योजनाबद्ध सैन्य अभियान थियो। बेलायतीहरूले यो लडाईँ जित्न आफ्नो पुरै शक्ति लगाएका थिए। तर यति ठूलो फौज भएर पनि बेलायती सेनाले जुन स्तरको प्रतिरोधको सामना गर्यो त्यो इतिहासमै बिरलै देख्न पाइन्छ। नालापानीको युद्धलाई नै हेरौं। एकातिर 5,000 भन्दा बढी आधुनिक हतियारले सुसज्जित बेलायती फौज, अर्कोतिर बलभद्र कुँवरको नेतृत्वमा जम्मा 600 नेपाली रक्षकहरू, जसमा महिला र बालबालिकाहरू समेत थिए। पानीको मुहान पूर्ण रूपमा नकाटिएसम्म ती 600 नेपालीले 1 महिनाभन्दा बढी समयसम्म किल्ला छाडेनन्। अझ यही लडाईँमा त बेलायती कमान्डर मेजर जनरल गिलेस्पीले ज्यान समेत गुमाउनु पर्यो। यो घटनाक्रमको टाइमलाइन हेर्दा स्पष्ट हुन्छ कि यो त कति कष्टकर थियो। सुरुवाती आक्रमणहरू पूर्ण रूपमा विफल भए, तर बिस्तारै डेभिड अक्टरलोनी जस्ता कमान्डरहरूले नयाँ रणनीति बुन्न थाले। नेपाली सेना साह्रै सानो थियो र यति लामो सिमानामा छरिएर बस्न बाध्य थियो। यही कमजोरीको फाइदा उठाउँदै फेब्रुअरी 1816मा अक्टरलोनीले एउटा गोप्य पहाडी बाटो हुँदै पछाडिबाटै आक्रमण गरे र यही नै युद्धको टर्निङ पोइन्ट बन्न पुग्यो। खण्ड 3. सुगौली सन्धि, हिमालयको नक्सा पुनर्निर्धारण।
र यसरी हामी आइपुग्छौं मार्च 1816को सुगौली सन्धिमा। स्रोत र साधनको चरम अभाव झेलिरहेको नेपाल अन्ततः सम्झौताको टेबलमा बस्न बाध्य भयो र यसका शर्तहरू अत्यन्तै निर्मम थिए। बेलायतीहरूले आफूले चाहे जस्तै नक्सामा कोरिएका निश्चित रेखाहरू त पाए, तर त्यसको बदलामा नेपालले आफ्नो देशको 1/3 भूभाग सधैँका लागि गुमाउनु पर्यो। सिक्किम, कुमाऊ, गढवाल सबै गुमे। अझ काठमाडौँमै बेलायती रेजिडेन्ट राख्नुपर्ने शर्तले त उनीहरूको कूटनीतिक पकडलाई झनै कसिलो बनाइदियो। खण्ड 4 महँगो भू-राजनीतिक खाता, विजयको वास्तविक मूल्यको मूल्याङ्कन। तर अब एकजना कूटनीतिक विश्लेषकको नजरबाट समग्र खातापाता पल्टाएर हेरौँ न। के इस्ट इन्डिया कम्पनीले यो लडाईँ जितेर साक्षै फाइदा पायो त? यो आँकडा हेर्नुस्, 51,56,961 रुपैयाँ। यो आर्थिक विनाशको आँकडा साँच्चै नै कहाली लाग्दो थियो। यो युद्धमा बेलायतीहरूले मराठा र पिण्डारीहरू विरुद्धको लडाईँमा भन्दा पनि बढी खर्च गरेका थिए। ढुकुटी लगभग रित्यो, यहाँसम्म कि लर्ड हेस्टिङ्सले अवधका नवाबसँग लाखौं ऋण लिनु परेको थियो। विजय त भयो, तर त्यसको मूल्य निकै भारी थियो। अझ अचम्मको कुरा सुन्नुहुन्छ? जुन सलउनको व्यापार कब्जा गर्ने ठूलो सपना देखेर यो युद्ध लडिएको थियो नि, त्यो त पूर्ण रूपमा फ्लप भयो। पश्चिमी भूभागहरू हात त पारियो, तर बेलायतीहरूले पछि थाहा पाए कि त्यो व्यापारमा त पहिलेदेखि नै पन्जाबका शक्तिशाली शासक महाराजा रणजित सिंहको एकाधिकार चलिरहेको रहेछ। उनीहरूले सोचेको जस्तो आर्थिक लाभ कहिल्यै प्राप्त गर्न सकेनन्। यो एउटा ठूलो कूटनीतिक र आर्थिक विफलता थियो। खण्ड 5 एक अनपेक्षित सैन्य गठबन्धन, गोर्खा ब्रिगेडको जन्म। तर इतिहास सधैँ सिधा रेखामा कहाँ हिँड्छ र? यो युद्धको सायद सबैभन्दा दिगो र पूर्ण रूपमा अनपेक्षित परिणाम भनेको एउटा नयाँ सैन्य गठबन्धनको जन्म थियो। नेपाली सिपाहीहरूको अदम्य साहस र इमान्दारी देखेर बेलायती कमान्डरहरू यति प्रभावित भए कि अक्टरलोनी जस्ता रणनीतिकारले सोचे, यी योद्धाहरूसँग लड्नुभन्दा यिनीहरूलाई आफ्नै सेनामा भर्ना गर्नु पो बुद्धिमानी होला। र यसरी नै जन्मियो विश्वप्रसिद्ध गोर्खा रेजिमेन्टको अवधारणा, जसले आजसम्म पनि इतिहासको पानामा आफ्नो छुट्टै पहिचान बनाएको छ। अब यो प्रस्तुतिको अन्त्यतिर आइपुग्दा एउटा गम्भीर भू-राजनीतिक प्रश्नमा विचार गरौँ। के नक्सामा निश्चित रेखाहरू कोर्न र एउटा असफल व्यापारिक मार्ग हात पार्नको लागि इस्ट इन्डिया कम्पनीले चुकाएको त्यो विशाल आर्थिक र मानवीय मूल्य साँच्चीकै नै जायज थियो त? सुगौली सन्धिले हिमालयको नक्सा त कोर्यो, तर यसले छोडेका कूटनीतिक र ऐतिहासिक डोभहरू आज पनि त्यत्तिकै गहिरो गरी महसुस गर्न सकिन्छ। यो एउटा यस्तो प्रश्न हो जसले इतिहासका विद्यार्थी र कूटनीतिज्ञहरूलाई सधैँ घचघच्याइरहनेछ।